ल गाइजहरु आज चाहिँ हामी खण्डीकरण विधिबाट यो के क्वाड्रेटिक इक्वेसन वर्ग समीकरण हल गर्दै छौं है। यो भनेको चाहिँ खण्डीकरण नै गर्नुपर्ने हो। खण्डीकरण गरेर हामीले आन्सर निकाल्नु पर्ने हो। ल अब गरौँ। खण्डीकरण गर्न सजिलो छ। x² माइनस अब यहाँ यो 3x छ, यहाँ 10 छ। यो कसरी गर्ने भनेर नझुक्किनु होला। यो सिम्पल छ। यो 10 लाई हामीले यसरी गर्न सकिन्छ। 10 लाई 2 ले कतिपल्ट जान्छ 5। यो पनि प्राइम नम्बर, यो पनि प्राइम नम्बर भनेपछि यहाँनिर कुन चिन्ह छ माइनस छ भनेपछि हामीले गुणन गरेर 10 ल्याउनु पर्यो भनेको 2 into 5 हुँदा 10 भयो। अनि घटाएर यो साइन माइनस भएपछि घटाएर कति ल्याउनु पर्यो 3x भनेपछि 5 minus 2 गर्दाखेरि कति आउँछ त यहाँनिर 3 पनि आउँछ भनेपछि यहाँ कति लेख्नु पर्यो 3। यहाँनिर कति लेख्नु पर्यो त 5x minus 5x प्लस के गर्नु पर्यो त यहाँनिर यसरी लेख्ने। ल यहाँनिर 5 यहाँ माइनस जोकिनुहुन्छ भनेर है -2 अनि यो x जस्ताको जस्तै -10 is equal to 0 x² माइनस यो माइनसले यसलाई माइनस बनायो, यो x ले मल्टिप्लाई गर्दा x यो र यो माइनस गुणन गर्दा प्लस अनि 2 र x गुणन गर्दा 2x minus 10 is equal to 0 और अब हामीले कमन तान्नु पर्यो। यो कमन तान्नु पर्यो। कुनमा कमन तान्नु पर्यो भन्दा यो र योबाट कमन तान्दा x कमन तान्नु। यहाँ दुईटा x छ, एउटा आयो x माइनस यहाँको नि x कमन आयो 5 प्लस 2 पनि x माइनस 2 5 जा कति हुन्छ 10 गरेर 0 और यो कोठा भित्रको एउटा लेख्दियौ x माइनस 5 अनि यो र यो लेख्दियौ x प्लस 2 is equal to 0। अब दुईटा आए भनेपछि हामीले आइदर अर गर्नुपर्ने हुन्छ। ये आइदर x minus 5 is equal to 0 एउटा अनि और अर्को x plus 2 is equal to 0 अनि अब यसलाई सल्भ गरौँ। x is equal to 5 आयो एउटा, यो एउटा भयो और यहाँ के भयो x is equal to यो बराबरदेखि उतापट्टि जाँदा -2 भयो। देयरफोर एन्सर चाहिँ के आयो त x is equal to 5 अर्को -2 यो नै हाम्रो के भयो एन्सर भयो। अब ख नम्बरतिर जाउँ। ख नम्बरमा के भनेछ 2x² प्लस x minus 6 is equal to 0। यसलाई नि हामीले खण्डीकरण गर्नुपर्ने हो। सजिलो छ। अब खण्डीकरण गर्दा के गर्नुपर्छ यो र यो अगाडिको अंक सुरुको र पछाडिको अंक मल्टिप्लाई गरौँ। 6 2 जा कति भयो 6 2 जा 12। अब यो 12 आएको छ नि, यो 12 लाई अघि यहाँ माथि गरे जस्तै यहाँनेरि गरे यसरी नै गरौँ। 12 लाई 2 ले गर्दा 2 6 जा 12 भयो, 2 ले फेरि गयो 3 सबै प्राइम नम्बर आइसक्यो। यहाँ सबै प्राइम नम्बर आइसक्यो। अब हामीले अब यहाँ के छ यहाँ माइनस चिन्ह छ, गुणन गरेर चाहिँ 12 घटा यहाँनेरि माइनस गरेर घटाएर चाहिँ +1 ल्याउनु पर्ने छ। यहाँ 1 छ भने 2 2 जा 4 4 मा 4 into 3 गर्दा 12 पनि आउँछ, 4 minus 3 गर्दा 1 पनि आउँछ। मिल्यो हो। यसरी हामीले गर्न सकिन्छ भने यहाँनेरि 2x² प्लस अब यसलाई लेखौँ 4 minus 3 अब यो x भइहाल्यो -6 is equal to 0 और 2x² प्लस अब यसले भित्रकोलाई मल्टिप्लाई गरौँ 4x यो प्लसले यो माइनसलाई गुणन गर्दा माइनसै भयो अनि यो र यो गुणन गर्दा 3x - 6 is equal to 0 और
अब कमन तानौँ, यहाँबाट 2x कमन आयो, 2x कमन आउँदा यहाँ बाँकी के रह्यो, x प्लस यहाँबाट 2 बाँकी रह्यो, माइनस यहाँबाट -3 आयो गर्दा x, यो माइनसले के बनायो, अगाडि नै कमन तानिसकेपछि +2 इजिकल टु 0। अब कोठाभित्रका दुईटालाई एकचोटि लेख्दिउँ, x प्लस 2, अब बाँकी बाहिरकोलाई एकपल्ट 2x माइनस 3 इजिकल टु 0। अब आइदर भनेको x प्लस 2 इजिकल टु 0 और गरौँ, और भनेको नि कति आयो, 2x माइनस 3 इजिकल टु 0। यसलाई सल्भ गरौँ, x इजिकल टु -2 और अब यसलाई पनि सल्भ गरौँ, 2x इजिकल टु यतापट्टि यहाँ त माइनस हुँदैन, यहाँ +3 हुन्छ, यो प्लस नलेख्दा नि हुन्छ, यहाँ 3 और x इजिकल टु 3 डिभाइड बाई कति आयो, 2 अनि पछाडि देयरफोर एन्सर भन्ने चाहिँ x इजिकल टु -2, 3/2 हाम्रो एन्सर भयो। अब हामी अर्को नम्बरतिर जाउँ। लु ग नम्बरमा यसलाई सल्भ गरौँ। यसलाई सल्भ गर्नको लागि सुरुमा एलसिएम लिउँ भनेको यो 8 लाई सबैतिर मुनिबाट राखिदिउँ अनि 8 ले यसलाई 8 2 जा कति हुन्छ, 16x² माइनस 8 ले यहाँ मल्टिप्लाई गर्दा 8x प्लस 1 भइहाल्यो इजिकल टु 0। और अब यो 8 लाई यतापट्टि लगिदिउँ, माथिबाटको जस्तो तस्तै सार्दिउँ, -8x प्लस 1 इजिकल टु 0। 0 र 8 मल्टिप्लाई हुँदा यो क्रस मल्टिप्लिकेसन हुन्छ, माथितिर जाँदा मल्टिप्लाई हुँदा 0 नै भयो। और अब यसलाई खण्डीकरण गरौँ, यो र यो अगाडिको र पछाडिको मल्टिप्लाई गर्दा कति भयो, 16 मल्टिप्लाई गरेर 16 भयो। अब हामीले अरूको जस्तै यसरी नै गर्नु पर्यो, 2 ले गर्दा 2 ले 16 लाई 8 चोटि, 2 ले 8 लाई 4, 2 2 भयो हैन, सबै प्राइम नम्बर आयो। अब हामीले के गर्नुपर्ने छ, गुणन गरेर 16 आउनु पर्यो, यो 16 आउनु पर्यो अनि यो चिन्ह प्लस छ भनेपछि जोडेर चाहिँ कति आउनु पर्यो त, 8x आउनु पर्यो, -8x आउनु पर्यो भनेपछि यो र यो मल्टिप्लाई गरौँ, 4 + 4 गर्दा 8 पनि आयो अनि 4 4 जा 16 पनि भयो, 4 × 4 गर्दा 16 पनि भयो भने सजिलो भयो हामीले 16x²। अब डाइरेक्ट गर्न नि झुक्किनुहुन्छ होला, यहाँनिर 4 + 4 नै लेखिदिएँ, x प्लस 1 इजिकल टु 0 और 16x² माइनस यो माइनसले यसलाई माइनस बनायो, यो 4x दुईटैलाई 4x हुन्छ है, यसले चाहिँ मल्टिप्लाई गर्दा अनि यो माइनसले यो प्लसलाई माइनस बनायो, -4x प्लस 1 इजिकल टु 0। और अब यो र योमा कमन के छ त, 4x कमन आउँछ, 4 4 जा 16 नै हुन्छ, यसमा नि x छ, यसमा नि x अनि पछाडि 4x माइनस 1। अब यहाँ माइनस के आउँछ त कमन, यहाँनिर 1 मात्र छ, यहाँ 4x छ भनेपछि 1 आयो अनि 4x 1 मात्र कमन लिँदा -1 भयो इजिकल टु 0। और अब 4x यो कोठाभित्रको एउटा लेखौँ, 4x माइनस 1 अनि कोठा बाहिरको एउटा 4x माइनस 1 इजिकल टु 0। आइदर 4x माइनस 1 इजिकल टु 0 और 4x माइनस 1 इजिकल टु 0। और अब यसलाई उतापट्टि लगिदिउँ, 4x लाई जस्ताको तस्तै राखेर यो उतापट्टि जाँदा माइनस प्लस भयो, यहाँ पनि सेम हुन्छ, 4x लाई राख्दा यो बराबरदेखि उतापट्टि जाँदा यस्तो 1 भयो और x लाई राख्दा 1, यो मल्टिप्लाईमा भएको बराबरदेखि उतापट्टि जाँदा डिभाइडमा जान्छ। और अर्को साइडमा पनि के भयो, यो मल्टिप्लाईमा छ 4x
भने यक्सलाई मात्र राख्दा अर्कोपट्टि जाँदा डिभाइडमा भयो। देयरफोर एन्सर चाहिँ के भयो त यक्स इजिकल टु 1/4 अर्को पनि के भयो 1/4 एन्सर भयो। अब अर्को नम्बर यो पनि अब गरिहालौँ, सजिलो छ। यहाँनिर त झन् यो 100 र 1 मल्टिप्लाई अगाडि र पछाडिको अङ्क जहिले मल्टिप्लाई गर्ने खण्डीकरण गर्दा यो 100 1 जा 100 भयो। 100 भनेको चाहिँ अब गुणन गरेर 100 ल्याउनु पर्ने, अनि 10 × 10 गर्दा 100 नि भयो। अनि यहाँनिर कुन साइन छ प्लस साइन छ, अनि पछाडि 10 + 10 ले 20 पनि भयो, मिलिगयो होइन। अब यसरी जानिँदैन भने अघिको यसरी नै मैले सिकाएको थिएँ नि, यसरी 2 अनि 50 2 25 अनि 5 यसरी पनि गर्न सकिन्छ। ल अब लेखौँ, यहाँ 100 यक्स स्क्वायर भइहाल्यो। अघि के लेख्ने भनेको छ, यो माइनस जस्ताको त्यस्तै आयो 10 + 10 किन प्लस भयो, यहाँनिर प्लस चिन्ह भयो 10 + 10 गर्दा 20 भयो। अब यो यक्स त छुटाउनु भएन, +1 = 0 और 100 यक्स स्क्वायर -10। अब यो माइनसले भित्र कोठा खोल्ने 10, अनि यो यक्स चाहिँ दुइटैलाई 10x + 10x छ नि दुइटैलाई, यो प्लस चाहिँ यो माइनसले माइनस बनायो 10x - 10x + 1 = 0 और 100 यक्स स्क्वायर -10x मा के कमन आउँछ त, यहाँ पनि 100 यक्स यक्स इन्टु यक्स भनेको यक्स स्क्वायर हो भनेपछि 10 यक्स कमन तानौँ, 10x कमन तान्दा 10 10 जा 100 हुन्छ, 10 यक्स नै बाँकी रह्यो -1 अनि माइनस यहाँ पनि -1 कमन तान्नुपर्ने भयो। किन, यहाँनिर 10x छ यहाँ 1 मात्र छ भने पछाडि यहाँ 1 आयो, अनि यो माइनस छ प्लस 10x भयो, अनि यो माइनस यो प्लस चाहिँ यो माइनस यहाँ कमन तानेकोले गर्दा यहाँ के भयो -1 भयो = 0 और यो माइनस यो प्लस कसरी माइनस हुन्छ भने नि, माइनस इन्टु माइनस गरौँ भने के हुन्छ भने प्लस हुन्छ, बराबर प्लस माइनस इन्टु माइनस गर्दा प्लस हुन्छ। एउटा माइनस हामीले यहाँ तान्यौँ, अनि यो प्लसबाट एउटा माइनस आइसके पछाडि बाँकी रहेको के भयो त एउटा माइनस चाहिँ यहीँनिर रह्यो। अब कोठाभित्रको एक ठाउँमा लेखिदिउँ, 10x - 1 एक ठाउँमा आयो, यो दुईटाबाट एक ठाउँमा लेखियो। अब बाहिर रहेको भनेको यो र यो 10x - 1 = 0। अब आइदर भनेको एउटा कोठाको लेखिदिउँ, एउटा कोठाको लेख्दाखेरि के हुन्छ 10x - 1 = 0 औरमा पनि के भयो अर्कोपट्टिको 10x - 1 = 0। अब यसलाई सल्भ गरौँ, 10x = बराबरदेखि उतापट्टि जाँदा 1 के भयो 1 भयो, और x मल्टिप्लाईमा भएको बराबरदेखि उतापट्टि जाँदा यहाँ केही चिन्ह बिचमा छैन भनेको मल्टिप्लाई चिन्ह हुन्छ, मल्टिप्लाई बराबरदेखि अर्को साइडमा जाँदा डिभाइडमा जान्छ। यहाँ पनि सेम त्यही प्रोसेस 10x = 1 और x = 1/10 भयो। अब देयरफोर x को के भयो त x = 1/10, 1/10 कमा चाहिँ किन दियो भने दुइटै x को भ्यालु दुइटा 1/10 आयो भनेर है। ल अब अर्को नम्बरमा यसलाई हामीहरू गरौँ, यो पनि सजिलो छ। x स्क्वायर यसलाई जस्ताको तस्तै लेख्ने माइनस, अब चाहिँ यहाँनिर थोरै ख्याल गर्नुपर्ने, यहाँ ठुलो अङ्क छ, यहाँनिर अगाडि केही छैन 1 छ, यो र यो मल्टिप्लाई गर्दा के हुन्छ 324 नै हुन्छ। 324 गुणन गरेर हामीले 324 ल्याउनु पर्यो, अनि गुणन गरेर 324 जोडेर यहाँनिर कुन चिन्ह छ प्लस छ, जोडेर चाहिँ कति ल्याउनु पर्यो त 45 ल्याउनु पर्यो। अब हामीहरूले यसलाई गर्नु पर्यो, यसलाई कुनले जान्छ 2 ले जान्छ, 2 ले 2 1 जा
2 यहाँनिर 3 लाई 1 चोटि 1 बाँकी रह्यो 3 अनि 2 ले यहाँ 12 भयो 12 2 6 जा 12 यहाँ 4 छ 2 2 जा अब फेरि यसलाई 2 ले 2 8 जा 16 2 1 जा 2 अब यसलाई 8 1 ले 9 भयो 9 3 ले जान्छ 3 2 जा 6 क्यारी ओभर 2 रह्यो 2 ले 21 भयो 2 7 जा फेरि 3 ले गयो 3 9 जा 3 ले फेरि जान्छ 3 3 जा अब मल्टिप्लाई गरेर हामीले गुणन गरेर 324 जोडेर चाहिँ यो प्लस चिन्हले गर्दा जोडेर चाहिँ कति ल्याउनु पर्यो यो 45 भने पछाडि 2 2 जा 4 3 जा 12 3 जा 36 गरौँ ल 36 अनि बाँकी रहेको यो रह्यो मल्टिप्लाई गरौँ कति भयो 9 9 हो अब यो चाहिँ यति यहाँनिर के हामीले नदोहोऱ्याइकन लेखेको छ भने जेसुकै भए पनि यति नै मात्र आउँछ योभन्दा धेरै आउँदैन त्यही भएर यो भनेको 324 अब जोड्दाखेरि चाहिँ 45 हुन्छ हुँदैन त यो र यो जोड्दाखेरि 36 प्लस 9 गर्दाखेरि 45 पनि भयो लु अब हामीलाई सल्भ गर्न सजिलो भयो यति भए पछाडि त अब यो ठाउँमा के लेख्नु पर्ने रहेछ त यो ठाउँमा 36 प्लस 9 अब यो यक्स यहाँ छँदैछ प्लस 324 इज इक्वल टु 0 और यक्स स्क्वायर यो माइनसले भित्र नि गुणन गरौँ यसले पनि गरौँ माइनस 36 यो यक्स चाहिँ दुईटैले दिनुपर्छ 36 यक्स माइनस प्लसले माइनसै हुन्छ माइनस 9 यो पनि यक्सले यक्स 9 यक्स प्लस 3 2 4 इज इक्वल टु 0 और अब यक्स कमन तानौँ यक्स माइनस 36 माइनस 9 कमन तान्यौँ 9 कमन तान्दा यक्स अब कतिचोटि जान्छ त यसलाई भन्दा यहाँनिर यहाँ माइनस छ यहाँनिर प्लस छ भने चाहिँ माइनस कमन आयो माइनस अब कतिचोटि जान्छ त भनेर तपाईँहरू हात दिनु पर्दैन किन अघि 36 इन्टु 9 गर्दा कति भएको छ त 324 यो 9 अगाडि आयो अब बाँकी के रहन्छ त 36 इज इक्वल टु 0 और अब कोठाभित्र भएको एउटै भयो यक्स माइनस 36 एक ठाउँमा लेखौँ बाँकी बाहिरको एक ठाउँमा यक्स माइनस 9 एक ठाउँमा इज इक्वल टु 0 आइदर यक्स माइनस 36 इज इक्वल टु 0 औरमा यक्स माइनस यो यक्स माइनस 9 इज इक्वल टु 0 और यक्स इज इक्वल टु 36 यहाँनिर पनि यक्स इज इक्वल टु 9 भयो देयरफोर एन्सर यक्स इज इक्वल टु चाहिँ के भयो त यक्स इज इक्वल टु चाहिँ 36 र 9 हाम्रो एन्सर आयो ल अर्को नम्बरतिर जाउँ अब ल अब यसलाई नि गरौँ यो पनि सजिलो छ यक्स स्क्वायर माइनस अब चाहिँ यहाँ तपाईँहरूले यसलाई अघि हामीले 324 लाई गरे जस्तै यसलाई पनि गरौँ यहाँ चाहिँ घटाएर छ है यहाँ माइनस अघिकोमा जोडेर थियो यसमा घटाएर भनेको छ 182 लाई चाहिँ हामीले 2 ले जान्छ 2 ले 2 9 जा 18 2 1 जा 2 अब यसलाई चाहिँ कतिले जान्छ त 7 ले जान्छ होला हैन 7 ले 2 ले 3 ले जाँदैन 5 ले जाँदैन 7 ले जान्छ 7 13 जा कति हुन्छ 7 13 जा कति भयो 7 13 जा 91 अनि 91 इन्टु 2 गर्दाखेरि 182 भयो अब यहाँनिर के भनेको छ गुणन गरेर कति ल्याउनु पर्यो 182 घटाएर चाहिँ कति ल्याउनु पर्यो त फेरि 27 ल्याउनु पर्ने छ साथीहरू यो 13 7 91 91 मा 2 घटाउँदा त 27 हुँदैन 13 दुना 26 26 मा 7 घटाउँदा फेरि 27 हुन्छ त हुँदैन भने पछाडि यो क्वेसन मिस्टेक छ हुनुपर्ने चाहिँ के हो त 7 दुना 14 14 र 13 ले 27 हुन्थ्यो भने पछाडि यहाँनिर प्लस यो क्वेसन रङ छ यसलाई सुधारेर हिसाब गर्नु होला
नभए यो माइनस भइरहेको भने यो हिसाब मिल्दैन भने पछाडि हामीहरूले 14 इन्टु 13 गऱ्यौँ भने पनि 182 आउँछ र 14 प्लस 13 गऱ्यौँ भने पनि 27 आउँछ। मिल्यो त, यहाँ प्लस भएकोले प्लस गऱ्यौँ। अब यहीलाई हामीहरूले जस्ता तस्तै लेख्ने 14 प्लस 13 14 अनि यो यक्स प्लस 182 इज इक्वल टु 0 और यक्स स्क्वायर माइनसले भित्र खोलिदिने 14 यो यक्स दुइटैमा लेखिदिने 14 यक्स यो माइनसले प्लसलाई माइनस बनायो 13 यक्स प्लस 182 इज इक्वल टु 0 और यक्स कमन तान्नु पर्यो। यहाँ यक्स इन्टु यक्स छ, यहाँ 14 यक्स छ भने पछाडि यक्स कमन आउँदा यक्स माइनस 14 भयो, योबाट एउटा यक्स आयो, योबाट नि यक्स आयो माइनस यहाँ 13 कमन तान्ने यक्स। अब यहाँनिर यो कति हुन्छ होला भनेर नझुक्किनु, यहाँ कति छ 14 14 इन्टु 13 यो 13 त यहाँ आइसक्यो 13 बाँकी के रह्यो 14 14 इज इक्वल टु 0। अब आइदर गर्ने आइदर अर भन्दा नि सुरुमा कोठाभित्रको लेखौँ यक्स माइनस 14 कोठा बाहिरको के छ त यक्स माइनस 13 इज इक्वल टु 0। अब आइदरमा के आयो यक्स माइनस 14 और गर्दा के आयो यक्स माइनस 13 इज इक्वल टु 0 दिन नबिर्सिने है। और यक्स इज इक्वल टु एउटा 14 आयो, अर्को यक्स इज इक्वल टु कति आयो त 13 आयो अनि पछाडि देयरफोर यक्स इज इक्वल टु 14 र 13 हाम्रो एन्सर आयो। ल गाइजहरु भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने अरू पनि भिडियो हेर्नको लागि च्यानल सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद।